स्वागत छ हजुरहरूलाई आज एउटा फेरि नयाँ भिडियोमा। सबैजना कुन चाहिँ आरामै हुनुहुन्छ होला, सस्तो हुनुहुन्छ भन्ने कामना गर्छु। आज चाहिँ नास्ताकोमा रोटी र चिया हुँदैछ। आज चाहिँ कुरो के भयो भने यहाँ खाना बनाएर अलग्गै खाना दिएन कि मनाइ गरिदियो। नेपालीले अलग खाना बनाएर खान थाले, बङ्गालीले अलग बनाएर खान थाले, कसैले मासु कसैले अन्डा। अनि त्यही भएर यिनीहरूले खाना त्यो अब एकैजनाले बनाउनु पर्ने, दिनमा एकजनाको पालै पिलो गरिदिएको छ। त्यो अनुसारले खाना बनाएछ। अनि त्यो बन्नलाई टाइम लाग्छ। बिहान आउने बित्तिकै 11 बजी आउने बित्तिकै भुक्क लाग्छ। नास्ता के खान्छु? रोटी र चिया। कति खायो सानोमा यस्तो रोटी चिया। मेरो बचपनमा त यसरी नै खाएर बितेको। नत्र तपाईँहरूले देख्नुहुन्थ्यो हामीले अन्डा बनाएर खाएको होइन, रोटी अन्डा सलादहरू के ल्याएर खाएको देख्नुहुन्थ्यो। नखाउरे तर अरू होटलमा यसरी खाना दिँदैन होला सायद। यहाँ चाहिँ मजाले खाना पाइन्थ्यो त्यो जस्तो। ल हजुरहरूको दिन पनि त चिया खाएर सुरु हुन्छ होला। मेरो पनि आज चाहिँ भर्खरै चिया खाएर चिया रोटीसँग सुरुवात हुँदैछ। अलि लामो भयो होला है बिहानको भिडियो।